कर्माको टिचर सार्वजनिक विपिन देखिए एक्सन अवतारमा। नमस्कार, फिल्मी न्युजमा यहाँलाई स्वागत छ। म निराजन थापा। अभिनेता विपिन कार्की फिल्म कर्मामा नयाँ अवतारमा देखिएका छन्। हुन त फरक गेटअप अभिनेता विपिन कार्कीको लागि नौलो कुरो भने पक्कै पनि होइन। प्राय फिल्म अनुसार उनी फरक शैली र गेटअपमा देखिने गरेका छन्, तर सबै गेटअपले उनलाई साथ दिएको भने पक्कै पनि छैन। भस्मेलनको गेटअप हिट भए तापनि त्यसको अन्य सिक्वेल भने फ्लप सम्मान देखिएको छ। विपिनको अभिनयमा खोट लगाउने ठाउँ नदेखेका पनि चरित्रगत समस्या भने पक्कै पनि देखिन्छ। चरित्रमा पनि उनी सकारात्मक भूमिकामा अधिक देखिने गरेका छन्, केहीमा नकारात्मक भूमिकामा पनि अभिनय गरेका छन्। फरक चरित्रको अभ्यास गर्दै आएका विपिन फिल्म कर्मासँग जोडिन पुगेका छन्। शुक्रबार सार्वजनिक टिजरमा सेटअप र पुसअप गर्दै गरेको दृश्य राखिएको छ। टिजरमा देखिएको विपिनको बडी स्ट्रक्चर हेर्दा उनले व्यायामशालामा राम्रै पसिना बगाएको बुझ्न सकिन्छ। यो फिल्मको अर्को सरप्राइजको रूपमा देखिए मुकुन्द भुसाल। उनी सामान्य चरित्रमा देखिँदै आएकोमा कर्मामा भने भिलेनको रूपमा देखा परेका छन्। उपासना सिंह ठकुरी, दिव्य देव, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको यो फिल्म सौरभ चौधरीले निर्माण गरेका हुन्। एक सामान्य व्यक्ति परिबन्धमा परेर कसरी अपराधको दुनियाँमा पुग्छ भन्ने फिल्मको मुख्य स्टोरी लाइन रहेको टिजरबाट बुझ्न सकिन्छ। टिजरमा बडो चलाखीका साथ दृश्यहरू समावेश गरेको छ। फिल्मको नामले पनि यो फिल्म व्यक्ति प्रधान कथामा केन्द्रित रहेको बुझ्न सकिन्छ। जे जान्छ त्यो घुमेर आउँछ। फिल्मी समाचार अहिलेलाई दिने हाम्रो युट्युब च्यानललाई हेर्दै गर्नुहोला। नमस्कार।